ल साथीभाइ हो अब चाहिँ आज चाहिँ मेरो नलानु अरे कि स्कुटी मेरो टायरमा हावा कम्ती भएकोले गर्दा साथीको लिएर जाउँ न भने कि अब चल्दी सो तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो अर्को भ्लगमा है। क्यामेरा पनि खोइ के हुन्छ घरि राम्रै बसिन्छ घरि कोही बेला राम्रै बसिँदैन हो। अन्त मेरो यो मोबाइल होल्डर पनि अलिक खराब भएको छ अहिले कि फिलहाल भन्नु पर्दा चाहिँ आज हामी अलिक छिटो रहेछ किन यो बस हिजो पर भेटेको थियो आज यहीँ भेटेँ नि त। टाटा अब हरेस बनाइदियो टाटाले है। अब धुलो चाहिँ खाँदै जाउँ ल के गर्यो फ्रेन्ड त गरेर ढुङ्गा उछिरहेको हो। ग्लास झार साथी धुलो उडाउने रहेछ। दादाले यहीँ पास दिएको राम्रो हुन्थ्यो है। मर्निङ सर आउनुहोस् ल। त्यहाँ जानु दिएको भए हुन्थ्यो नि हौ अगाडि। हट्टिरिका मरा मान्छे त्यत्रो हरेन बजाउँदैछु म के देख्दैन नि अब। चाहिँ हौ ड्राइभर चाहिँ हरेस बनाइन्छ नि हो। हरेस यस्तो हुन्छ साथी हो। हेर्नु त अगाडि टाटा छ हो। मैले माथि पास मागेको दिएन हो। अब यहाँ पनि दिएको छैन हो। अब बजार जाने रहेछ भनेर सोचेँ हो। त्यहाँ भएको टाटामा ढिलो भएको बेलामा यति बेला चाहिँ उसले चाहिँ गाडी ब्याक गर्नु पर्यो भने चाहिँ हामी आवर हुँदैन। त्यहाँ माथितिर गाडी भेटिदिएको भए होइन म त आएर बोकेर लैजा भन्थेँ। अन्त पासमा यस्तो हो पुरै मात्रै गर्दै थियो। कस्तो खालको मान्छे हुन्छ हौ। मर्निङ